तपेश्वर यादव जी, साव महाजन पीड़ित के बीच में जाकर ओकर सबके बात बुझ कर और देखियो कतेक बढ़िया से संसद में बात रखलखिन ग। मीटर ब्याज सम्बन्धी एउटा आक्रान्त अवस्था बनाइएको छ। मीटर ब्याज भनेको के हो, म सरकारसँग सोध्न चाहन्छु। यसको विषयमा क्ल्यारिटी के छ त? कस्तोलाई चाहिँ मीटर ब्याज भन्ने? कहिले हामीले समाजमा गाह्रो साह्रो पर्दा एकअर्कासँग साप्टी लिएको, कसैको व्यवहार चरणलाई छोरी बिहे गर्न छोरा पढाउनलाई पैसा लिएको, त्यो पैसाहरू एउटा सामाजिक व्यवहारिक रूपमा दिएको पैसाहरू साहुहरूले दुःख गरेर, कोही गाई भैँसी बेचेर, कोही दुध बेचेर, कोही किसानहरूले पैसा जम्मा गरेर गरेका पैसा साहुहरू पनि कतिपय पीडित छन्। तर आज मिटर ब्याजको पक्षमा केही बदमाशीहरू भइरहेको छ, साहुहरूलाई पनि पीडित बनाउने काम गरेछ। त्यही भएर यसको विषयमा दुवै पक्षको माग सुनेर कोही साहुले कोही ऋणीलाई पीडित बनाउन नपाओस् र कोही ऋणीले बिना कारण साहुलाई धरपकडको वातावरण हुजुरी दिएर तर्साउने धम्काउने काम नगरोस्। कानुन सबै जनताको लागि सम्मान हुनुपर्छ भन्ने कुरा म राख्न चाहन्छु र कुनै पनि दोषी नहुकुन् र कोही पनि निर्दोष नपरोस्। यो पैसा लिने र दिने केसमा अहिले मधेसमा तपाईको कोही व्यक्ति मर्न लाग्दा पनि 50,000 पनि साप्टी दिने अवस्था छैन। सामाजिक सद्भाव खलिएको छ, एक लेभलको द्वन्द्वको अवस्था बनेको छ पीडित र त्यसको विषयमा। र यहिलेको जिल्लाको रिपोर्ट हेर्दाखेरि 10 देखि 15% वास्तविक मिटर ब्याज पीडित हुन् भने अहिले 90% साहुहरू पनि पीडित भइरहेको अवस्था छ। यो विषयमा सरकारले विशेष गरी यो मध्य प्रदेशको समस्या भएकोले गर्दा मध्य प्रदेशको सबै सांसद र सरकारवाला दुवै पक्षसँग बसेर मध्यम मार्गी कसैलाई पनि अन्याय नपर्ने, दुवै पक्षमध्ये कसैलाई पनि अन्याय नपर्ने गरी एउटा ठोस कानुनी व्यवस्था ल्याओस् भन्ने माग गर्न चाहन्छु। वास्तव में मधेशवासी के सौभाग्य छे कि यह नेता पैलखिन जे मधेश के वास्तविक पीड़ा के बुझे छथिन।